तपाईहरु डेस्कटप अथवा ल्यापटपमा क्याल्कुलेटर त पक्कै प्रयोग गर्नुहुन्छ होला। आउनुहोस् आज म कम्प्युटरमा क्याल्कुलेटरको यस्तो हिडन फिचर बताउन गइरहेको छु जुन धेरैलाई थाहा नहुन सक्छ। सुरु गरौँ आजको भिडियो। सर्च बक्समा जानुहोस् र क्याल्कुलेटर टाइप गर्नुहोस्। टाइप गरिसकेपछि यसलाई ओपन गर्नुहोस्। ओपन भइसकेपछि यता लेफ्ट साइडमा 3 डट देख्न सक्नुहुनेछ। 3 डटमा क्लिक गर्नुहोस् र थोरै तलतिर आउनु भएपछि तपाईले डेट क्याल्कुलेसन देख्न सक्नुहुनेछ र यसबाट तपाईले आफ्नो उमेर कति भयो भनेर पत्ता लगाउन सक्नुहुनेछ। अब तपाईले यहाँ क्लिक गर्नुहोस्। यहाँ आफ्नो डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। माथि इयर सेलेक्सनमा जानुहोस् र ट्याप गर्नुहोस् र इयर सेलेक्सन गर्नुहोस्। जस्तै मैले उदाहरणको लागि 2001 जनवरी 5 सेलेक्ट गर्दैछु। अब यति सेलेक्ट गरिसकेपछि तपाई कति वर्ष पुग्नुभयो भनेर जानकारी पाउन सक्नुहुनेछ। धन्यवाद। यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरी माया गरिदिनु होला। धन्यवाद।